हेलो गाइस, सबैजनालाई नमस्कार छ मेरो युट्युब च्यानलमा। अहिले चाहिँ म फाइनली नेपालतिर छु गाइस हैन। यही हो मेरो गाउँ, हेर्नुस् यस्तो छ। म चाहिँ गाइस आज धेरै पछि भन्नाले 1 महिनापछि 1 महिना जति भयो होला मैले भिडियो नबनाएको। आज फेरि सुरु गर्दैछु। अहिले चाहिँ म हाम्रो यो एउटा सानो काम छ कि, सानो काम भन्नाले हाम्रो यो गाउँ समाजले अहिले सरसफाइको कार्यक्रम राखेको छ। त्यही कारणले गर्दाखेरि खुर्पासुर्पा हतियार बोकेर हैन, अब गाउँघरको यसो कामतिर लागि पर्नु पर्यो नि है गाइस। के गर्नु, बाटो चाहिँ यस्तो छ है, पुरै स्ल्याब यहाँ तल छ है, यहाँ माथि बढाउनु पर्छ। बाटो चाहिँ यस्तो छ गाइस, हेर्नु होला। यस्तै छ हाम्रो पदमपोखरी 12 कल्याणटार। अब हिजो साथीभाइहरूले सबैजनाले सरसफाइ गरेका अरे। हिजो सबैजनाले सरसफाइ गरे, हाम्रो गाउँका साथीभाइहरूले दाजुभाइहरूले हैन, उहाँ पनि गर्दै हुनुहुन्छ। म चाहिँ अलिकति ढिलो भयो जस्तो लाग्यो, अलिकति हैन ढिलै भयो जस्तो लाग्यो। उहाँ गर्दै हुनुहुन्छ, हाम्रो साथीहरूले पनि सरसफाइ हैन। भिडियो हेर्दै गर्नु होला, राम्रो लाग्यो भने लाइक शेयर कमेन्ट सबै गरिदिनु होला साथीहरू। के छ भाइहरू, के गर्दै हो? ल साथीहरू हेर्नुहोस्, यो हाम्रो जस्तै गाउँका दाजुभाइहरू सबैजना मिलेर रोड बनाउने काममा, गाउँको सरसफाइ। ल ल केटाहरू गर्नुपर्छ ल। ओ योने सर, जय श्रमदान। हाम्रो गाउँका नेताहरू ल हेर। ठिक छ ल। गाउँमा सरसफाइ कार्यक्रम भइरहेको छ, सबैजना मिलेर मिलिजुली काम गर्दैछौँ। हाम्रो पदमपोखरी 12 कल्याणटार।